काल्की एरियामा भएको यो वासिङ सिमेन्ट फ्याक्ट्री कम्पनी यो चाहिँ धादिङको बेनीघाट रोराङ वडा नम्बर 2 मा पर्ने काल्की भन्ने ठाउँमा रहेको वासिङ सिमेन्ट फ्याक्ट्री माछा मार्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ उहाँहरूले चाहिँ अब यताको पानी अब यसरी खुनेर पारी पठाएर चाहिँ सरसर्लो पारी पठाएर यो खोला पानी सबैबाट पठाइन्छ। यहाँ चाहिँ माछा मार्ने उहाँहरूको योजना छ। तपाईँहरूलाई कस्तो लाग्छ हेर्नु होला है। यहाँ चाहिँ माछा मार्नको लागि सक्दो प्रयास भइरहेको छ। पानी अब यहाँबाट माथि पठाउनु सिमेन्ट बोकेको पनि आउँदैछ। माछा मार्ने तरिका चाहिँ यो गाइस, यो पानी सर्लक्कै छेकेर यसरी छेक्ने, यसमा चाहिँ यसरी छेकिसकेपछि कुना पठाउने पानी सबै कुना पनि पठाएर यो देखिरहेको ठाउँदेखि तलतिर पठाउने। त्यसपछि यहाँ खोलाभरिको माछा मार्ने सर्लक्कै बनाएर